अस्ट्रेलिया जाऊँ न है बरु नेपालै जाम केटी क्यानाडा चिसो भयो है धेरै धेरै चिसो किन आइएछ जस्तो लाग्छ यस्तो चिसोमा नि किन आएको फर्किँदा जानुपर्छ केटी नेपाल घुम्न गए भइहाल्यो नि नेपाल त हतार गरेर जानुपर्छ आइसक्यो फेरि नेपाल के जानु जेनतिर जाउँ न त्यसो भए काठमाडौँ जाउँ है त्यसो भए लामो ट्रान्जिट राख्नुहुन्न है फेरि मलेसिया ट्रान्जिट राखौँ न त नेदरल्यान्डको एम्स्टर्डम एयरपोर्ट राम्रो छ नि मलेसियाको भन्दा ओके छ त त्यसो भए पहिला भन्नु केटी डेट फिक्स गर त कता ट्रान्जिट राखौँ के त्यो उता नेदरल्यान्ड भन्दा पनि राउन्ड ट्रिप गर्ने कि सिङ्गल गर्ने अहिले सस्ता र राम्रो टिकट मिलाइसँग जुन ट्रिप गरे पनि टिकट महँगो छ फेरि अहिले धेरै उसो भए खै के गर्ने हो त म नि कन्फ्युज भएँ भरे म फोन गरेर उता ट्राभल एजेन्सीमा बुझ्छु नि त्यसो भए विन्डो सिट राख्छौ त्यसो भए एकचोटि ट्राभलको कुरा गर्छु विन्डो सिट छ भने त्यसमै जाउँ न एक्स्ट्रा क्लासमै जानुपर्छ यार महँगो छ टिकट यस्तो गरौँ विन्डो सिट पनि नराखौँ केही नगरौँ बिजनेस क्लासमा जाउँ जिन्दगी नेपाल जाने भनेरै बित्ने भयो त्यही त